हेलो गाइज, आज हामी क्याम्पिङ गर्न गइरहेछौँ अनि भारी बोकिरहेछु पुरै म। जहिले पनि भारी बोक्ने चाहिँ मै हुँदो रहेछ यार, पानी नपर्दै हुन्थ्यो। फेरि यस्तो हाम्रो क्याम्पिङ जाने प्लान चाहिँ अचानक आज बिहान मैले अस्ति नैदेखि सोचिरहेको थिएँ क्याम्पिङ जाने भनेर। अनि आज म जिम गएँ अनि बसन्तलाई फोन गरेँ, बसन्त के छ प्लान भनेर भने। किनभने बसन्तलाई सुरुमै बसन्त यो यहाँ जाउँ त्यहाँ जाउँ भन्दाखेरि नजाने भन्छ क्या। अनि त्यही भएर बसन्तलाई सुरुमा बसन्त आज के छ प्लान भनेर सोधेँ, अनि केही पनि छैन भन्यो। अनि भोलि के छ फ्री छ भनेर भने, भोलि पनि फ्री नै छु भने। अनि त्यसपछि चाहिँ मैले क्याम्पिङको कुरा निकालेँ। ल क्याम्पिङ जाउँ न त दाजुभाइ फेरि टक्क लाएर होइन अनि भनेर भने बसन्तलाई। अनि त्यसपछि नाइ भन्न सकेन बसन्तले नाइ भन्न सकेन होइन। मैले सिधै बसन्त क्याम्पिङ जाउँ न भनेर चाहिँ नजाने यार भ्याउँदैन भनेर भन्थ्यो केटोले, गफ हान्थ्यो मलाई होइन। अनि अब फ्री नै छु भनेपछि त अब काम छ भन्नु त मिलेन पछि। अनि त्यसपछि टेन्टहरू सबै मसँग छ अनि स्लिपिङ ब्याग पनि मसँगै छ। बसन्तले चाहिँ म्याटहरू मात्र ल्याउँछ अनि सानो सानो कुराहरू मात्र ल्याउँछ। अनि किन्न बाँकी छ अलिअलि कुराहरू, त्यहाँ बल्कुतिर किन्छौँ होला। कोटेश्वर आइपुग्यो। फोन भाइब्रेट भएको भएछ, बसन्तले फोन गरे आएको रहेछ यार, मार्छ होला मलाई त। के छ दोस्त सन्चै छौ? कुर्यो छैन, भेन्टिलेसन खोले भर्खरै, पानी पर्छ जस्तो छ त यार, बिजक हुन्छ त। के छ दोस्त यार, फेरि हामी क्याम्पिङ गयौँ त। तिमीलाई क्याम्पिङ स्पट थाहा छ? मलाई एउटा चाहिँ थाहा छ होइन, त्यसको माथि ठ्याक्क होटल छ, लेककै छेउमा हो के। होइन मार्खु जानु पर्दैन। ल जाउँ, बल्खुमा सामानहरू किन्नु छ है। ल हामी निस्क्यौँ यहाँबाट। बसन्त दोस्त कुरेछ, मार्छ जस्तो लागेको थियो। यो रोयल इनफिल्डको प्रब्लम के छ थाहा छ? मैले अब कुदाइरहेको छु नि होइन, अनि पछाडि ऐनामा हेर्दाखेरि ऐना भाइब्रेट भएर केही पनि देख्दैन के ऊ आइरहेको रहेछ। अनि के गर्नुपर्छ भन्दाखेरि क्लच थिचिदिने के, अनि आरपिएम घट्छ नि, अनि त्यसपछि बल्ल देख्छ है। क्याम्पिङ जान्छु भन्यो, कराउनु भएन हो? के भनेर अस्ति पनि कता कता पुगेर आज 8चोटि लडेर भनेर भन्नु भएन? आज लड्ने, एकचोटि त लड यार प्लिज, एकचोटि लड यार। तिमी मेरो भ्लगमा लडेनौ भने मजा आउँदैन के। मनाङमा 7चोटि लड्यो, सोलुखुम्बुमा 8चोटि लड्यो, आज एकचोटि प्लिज। बसन्त जहिले पनि मसँग राइड गएको बेलामा लडेको छ होइन। बसन्त आज लडेन भने होइन, म बसन्तलाई जानी कुलेखानीमा लडाइदिन्छु। स्ट्रिक भनेको कुरा लाइफमा जहिले पनि मेन्टेन गर्नुपर्छ क्या होइन। आइदर त्यो लडेको होस् या अर समथिङ एल्स। स्ट्रिक्स भनेको कुरा चाहिँ स्न्यापच्याटमा मात्र होइन, रियल लाइफमा पनि मेन्टेन गर्नुपर्छ। घाम पनि लागिरहेछ है, पानी पनि छिटाइरहेछ। कुन चाहिँ स्यालको बे भइरहेछ अहिले। बल्खु आइसकेछ यार, कति सफा रहेछ बल्खु त अहिले। को जाम हो यहाँ फेरि, जहाँ पनि जाम। काठमाडौँ त के हो यार, जहाँ पनि जाम। ओए टिप्पर आयो यार, आम्मामा डरै लाग्दो यार यो त।
बाटो है। पर्पिङ आइपुग्यो हामी। पर्पिङ सामानहरू किन्छौँ हामी। चेकिङ भइरहेछ त यार, त्यहाँ पुलिसहरूले कस्तो चेकिङ गरेको। लेज छ, लेजै देऊ न यो भन्दा नि है। लेज ब्लूमा छ, ठुलोमा छ कि छैन? के भन्दा ठुलो छैन? त्यसो एउटा ब्लूमा एउटा अरू कुनमा छ? ग्रिनमा। त्यसो एउटा ग्रिन एउटा ब्लू देऊ न। यो लगाइदियो होइन ब्यागको? बसन्त यार, बियर मैले किनेको झ्याप्चे बसन्त भइसक्यो। चेनै ल्याइदिएन छ यार, आए गर्दैन यार कसैले पनि मलाई। सच अ गुड भाइब यार, सच अ प्रिटी प्लेस क्या। सबजना घुमेर फर्किरहेछ, हामी चाहिँ गइरहेछौँ क्या। हाम्रो जहिले नि यस्तै हुन्छ, अचानक प्लान बन्ने अनि हिँड्यो होइन, अनि घुमेर सबजना फर्किरहेको हुन्छ मान्छेहरू, हामी चाहिँ खुरु 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 भइरहेको हुन्छ क्या। जहाँ पनि के, जहाँ पनि। अब काठमाडौँ सक्यो, मकवानपुर जिल्ला आयो। अब मकवानपुर सीमा समाप्त। वेलकम टु मकवानपुर, उमाने बजार। कुलेखानी 12 किलोमिटर आइसकेछ त। ए सनसेट पनि हेर्न भ्याइन्छ मजाले, बब्बाल सनसेट हेर्न भ्याइन्छ। यो बाटोहरू कस्तो राम्रो बनाएछ अहिले त। कत्रो भारी पुग्यो यार। पहिला यति यो स्पट कस्तो अफ रोड थियो, ढुङ्गै ढुङ्गा, ठुल्ठुलो ढुङ्गा थियो। चार किलोमिटर रे अब। यो बाटो चाहिँ मलाई कुलेखानी आउँदाखेरिको एकदमै बेस्ट लाग्छ क्या, यति बाटो चाहिँ। अब यहाँबाट राइट लाग्छौँ हामी होइन, हामी सिधै पाटे बाटो गयो भने चाहिँ हामी हेटौँडा पुग्छौँ, अनि यहाँबाट गयौँ भने चाहिँ हामी कुलेखानी पुग्छौँ। बुझ्यो? पानी त ठिकै ठिकै रहेछ, पानी नट ब्याड, नट ब्याड, नट ब्याड। तर दामी रहेछ नि पानी त, नट ब्याड भनेको त धेरै नाइस।
आइपुग्यो खोलेगानी। ये तो हो हाम्रो स्पट। हामीलाई वान भएको हो होइन गफ हान्छौ महाकसम कसम हौ छैन कहाँ लड्नु यही हो कि हाम्रो स्पट। अनि माथि होटल छ कि ठिक छ होइन ठाउँ त क्याम्पिङ स्पट चाहिँ अब हामी टेन्ट सेन्ट गाड्छौँ। अनि अब सन अलिकति ढलोस् होइन अनि ठ्याक्क टाइम ल्याप्स एउटा लिनुपर्छ। टाइम ल्याप्स लिएर राम्रो आउँछ। पोल्युसन भयो हेर नि अब कस्तो धुवालो क्या है। अनि अस्ति नै हामी यही बाटोबाट त्यो काठ साठ ल्याएर आगो सागो बालेको आज नै आगो बाल्नुपर्छ। यहीँ काठहरू पनि यहीँ किन्न पाउँछ। यहीँ तल मैले अस्ति नै गरेको थिएँ। भोलि बोटिङको कति बजीदेखि छ यहाँ होइन भोलि बिहानलाई 9 बजीबाट मात्र ए 9:30 10 त बज्छ। ठिकै छ ल म केही चाहिन्छ होला म फोन गर्छु नि है। अनि काठहरू पनि छ है मजाले आगो बाल्नलाई। ल त्यो ल्याइदिन्छौ नि तल होइन कति कतिको छ। टेन्ट सेटअप भयो होइन तर पानी पर्ला जस्तो छ यार। सुन्दर परेको छ आकाश होइन। पानी पऱ्यो भने त बिजोक हुन्छ त यार बस्नु त। पानी पर्यो भने अब खानेकुरा अनि माथि होटल जाने बोक्ने चेन्ज गर्ने टेन्टै छोडिदिने भागिदिने पनि भवाल छ है यो ठाउँ सेफ पनि छ राम्रो पनि छ। अनि इमर्जेन्सी एक्जिट पनि नजिकै छ क्या त्यहाँ। पानी पऱ्यो भने इमर्जेन्सी एक्जिट पनि त्यहीँ छ। ल हाम्रो सबै कुरा रेडी भयो। फोन पनि चार्ज गरेँ। अहिले दाउरा लगिदिइरहेछ हाम्रो लागि। बालिदियो भाइ हामीलाई त त्यही हो ढङ्ग पुग्दैन आगो बाल्न। अस्ति नि 1 लिटर पेट्रोल हालेर पनि नबल्या के भनेपछि त्यो एकचोटि फेरि मैले नै कसलाई बाल्दै थिएँ कि त्यो तिमी नै होला त्यसो भए। त्यहाँ आगो बाल्न नसकेर मैले पछि त्यसै हामी नै हो भाइ। त्यो बेला पेट्रोल निकालेर बाले नसकेर तिमीले बाल्दै थियौ अरे आएर यतैतिर कतातिर त्यहाँनिर मैले आएर बाल्दै थिएँ। ए तिमी नै होला यार त्यसो भए। ए भाइ रहेछ यार। तिमी त सानो थियो त भाइ त्यो बेलामा। तिमी त ठुलो बढेछ यार। ए भाइ ठुलो भएछ। स्लाइड चान्स 10-15 8 बजे छ होइन 10%। 7 बजे 15% छ। 7 त बज्न लागिसक्यो 6:30 बजिसक्यो। पर्दैन
छ है अहिले फेरि रिभ्यू भने सब एपिसोड नगर यही राखिदिएको छु ल बिछड़ने को मुझको शौक है बड़ा समेटेगा मुझको तू बता जरा गुड मर्निङ फ्रम कुलेखानी हिजो 10 मा सुत्यो पानी पऱ्यो राति त हिजो आधा घन्टा जति त ठुलो पानी पऱ्यो है सनराइज चाहिँ यतापट्टि हुन्छ नि त्यो इस्ट होइन सनराइज त देख्दैन यार पहाडले देख्छ सनसेट मात्र हो सनसेट ठ्याक्कै यो पहाडको माथितिर चाहिँ देख्छ अनि त्यो कुकुर रातभरि यहाँ हाम्रो टेन्टतिर आएर कराएर डर लागेको थियो मलाई त यार एकछिन के आयो कि भनेर ऊ रातभरि कराउँदो रहेछ यार भनेर यसो कामै कराउने हो यही हो रातभरि कराउने कसलाई देख्दो रहेछ पनि रातभरि कराउने तै हो तै हो रातभरि कराउने तै हो रातभरि कराउने यहाँ आइज यहाँ आइस तै होइन रातभरि कराउने कसलाई देखिस् भूतलाई देखिस् हो भूत आएको थियो हिजो ऊ आयो यसको पार्टनरमा भूत आएको थियो हिजो ओ त पनि आइज यता आइज म्याउ करातिस हो राति त पनि करातिस राति एकछिन गर्छ अहिले हामी बोटिङ गर्छौँ एकछिनमा 9:30देखि स्टार्ट हो अरे अब 9:30 होला नि त्यो 10 बज्ला अनि फेरि आजको वेदर फोरकास्ट चाहिँ खत्तम छ कति पर्सेन्ट रेन छ अरे बसन्त 90% रेन हिजो त थिएन नि तर हिजो त पर्यो थोरै पर्यो आई मिन थोरै होइन ठिकै पर्यो कन्टिन्युसली परेको थियो आधा घन्टा जति अनि पानीहरू के होला कि भन्ने जस्तो लागेको थियो तर धन्न केही पनि भएन त्यो डेन्जर घुर्दो रहेछ तिमीसँग सुत्नु नहुने रहेछ अनि केटो त डर लागेर रातभरि हनुमान चालिसा बजाएर म गीत बजाइरहेको थिएँ होइन अनि त्यसपछि तिमीले गीत बजायो पछि त केटो त हनुमान चालिसा पो बजाउँछ हनुमान चालिसा बजिरहेछ सुत्ने बेला हनुमान चालिसा बजाएर सुत्नु नि त अनि तिमीलाई चितवनमा नि त्यही भएर भूतले तर्साने होइन मलाई र मनिषलाई मात्रै तर्साने तिमीलाई तर्साएन नि
हामी कता भयो हामी बसेको कतापट्टि उतापट्टि हो त्यो होइन उताको हामी गयौँ रिजोर्टमा गएर ब्रेकफास्ट गरेर आयौँ ब्रेकफास्ट राम्रै थियो है